हजुर ए माया लाग्ने का नानी का हजुर आफू त भयो नि जब माया लाग्ने जब मलाई माया लाग्ने अन्त जान्थे बुढाखेत जान्छौँ भेटभाट हजुर भने नि खुसी मम्मीले पनि साथले जान्छौँ भेट्नु ए कतिवटा बाख्रा पाल्नु छ के पाल्नु छ बजु बाख्रा नि बेच्द्याङ बेचिदिनु भयो खर्कै बाख्रा थिए हजुर जम्मै बेच्द्याङ बुढी नि बेच्द्याङ नानीहरू हलगुडी थिए हजुर के गर्ने दुःख मात्र आफूलाई घाँस ल्याउनु के गर्नु भन्नु त्यही त नि ठिकै गर्नुभयो ए हजुर हजुर यो माथि त्यो ढुरीबाट नानी हजुर त्यो ढुरीबाट आएर यो खोल्चा खोल्चा ठुन निस्किएर रे ए हजुर अन्त यो खोल्चा ठुनिर नि त खोलेन त अन्त बेसी यो कलनी कि पनि देखिन हामी यहाँ माथि उति गाउँमा थियौँ हजुर जम्मै त्यो गाउँमा ठुल्दासँग अन्त फेरि पछि खोल्चा खोल्चा नि आन्छ जित पाउँछ ए यसो हल्लिन हल्लिन छन् बोजू म जान्छु ल अब यहाँबाट हजुर म बाटो बिर्सिन्छु क्या फेरि अहिले कहाँ उयो पर हजुर म हराएँ भने जङ्गलमा म हराएँ भने जङ्गलमा यो चाहिँ कसका घर रहेछन् बजु दुई घर भयो त्यही तल नभए उसले पहिरो गएकोले ल्याएको ए हजुर ए न त घर चाहिँ नि ए हजुर जेठाजीको घर वल्ल हजुर छोरा छैन छोरी मात्रै छ छोरी बस्छ मेरो चाहिँ त्यही वल्ल होला उयो देखेको यो 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 ए अहिले त्यो ती केल्यो आइदले केल्यो गराएको गरे हेर्नु भएर त्यो चाहिँ जब गाउँ बाँच्छौँ ए त्यो माथिको हजुर अन्त टाइ बस्ने अरे हजुर खाएर खन्ने अब भिडियो हिँड्दै खाएर ए बाटो छेउमै रहेछ है बोजू घर त अनि छेउमा गाडी आउँदैन बोजू आउँछ गाडी पनि यो बाटो ए घर ढिढिर पास अरे ए गाछन् बाजे घाँस ताइ उराल्छ त्यहीलाई ए त्यतैतिर ए म त अब एक्लै पनि आउनु सक्ने रहेछ बोजू त्यसो अनि यहाँ त हरान्छ हुन्छ किन हराउँदैछ नि यहाँबाट सिधै जान्छ नि यो बाटै बाटो नछोडिकन अब यो जम्मै यो गाडीबाट उही जान्छ र नि त ए उहाँबाट जाने यहाँ आएर नि त चासो जाने हुन्छ है ऊ बाटो त माथि माथिसम्म पुऱ्याएको रहेछ है बोजू ऊ माथि पनि देखिन्छ बाटो माथि जाने उता जाने मुरीको बाटो हो मुदी जाने बाटो मुरी जाने हजुर यो बाटो फेरि खिवाङ जाने मुरी जाने हो क्या यो टिएसो उता खनाएको हजुर हजुर
ए पहिला आनाखेरि हामीले बसेको उति डाँडामा गएदेखि एउटा घर देख्यो देखिया छ हजुर हजुर हो त्यो रात बसेको पहिले त्यता हुनुहुन्थ्यो जम्मै एरोपोर्टसम्म न टाइमै टम्बु गराइदिँदै जम्मै यहाँमा एउटा टम्बु यहाँमा एउटा टम्बु जम्मै टम्बु गराइदिएर नि त बसेको म त पसिनु क्या सकाल चाहिँ भात पकायो हेर्दै खायो कति नै हिँड्ने नि त घरि यहाँ खाइरहने हजुर घरि मुना आन्टी जाने बेटा आउँदा बुढा यहाँ बाटो नपाएर घर आँखीले बाटो गरेर नै गोराइसिँदै लिएर गएको थियो अरे नि त बाटो घर ए हजुर यो घरको त्यो कुनामा हो यो सम्मा चाहिँ हजुर फोटाबाट दलन सौरे कौशल्या दलन सौरे गएको थियो तर कुजा लिएर नै यहाँ सम्म नै ल्याइदिएको थियो गऱ्यो है सम्म दुईवटा घर अब यो वनभित्रै सम्म पुग्छ एउटा केटा एउटा दुईटै केटा एउटा आइमै हिँड्नु पुग्यो त्यहीँ पुग्यो नि भेटेन है अब त्यहाँबाट साथै एक खोला लिएर खोला लग्यो कि त्यहीँ पुग्यो कि त्यहीँ पुग्यो कि माटोले ए बिचारा यो दुईवटा घर नि हिँड्नु पुगेको अरे हजुर हाम्रो त कस्तो त्यो म बोलिरहेको नि त बिग्रिरहेको हो कि दुईवटा घर यो खम्मानेको यो अहिले गराएको नयाँ घर नि नयाँ घर त्यहाँ चाहिँ पसल होला होइन बक्करी यस्तै तल र ओ मान्छेले बनाइदिएको हजुर पैसा दिएन अब ए ती गोराहरूले फोन गरेका छन् शिवालुले का हजुर त्यो हुनुबाट पैसा दिएको दिन्थ्यो नि बडा भर्खरै गराएको छ अहिले गराएको छ अब त यहाँबाट त बाटो बिग्रिन्न नानी खर सिधै सिधै जान्छ नि यहाँ आइसम त आइ नै हुन्छ म आउँछु नि अलिक दिनपछि भेट्नलाई ल बस्नु ल बाई बाई बोजू